एकदमै कस्तो गोलो यो पनि गोलो सर्कल जस्तो छ, यो पनि सर्कल हो, यो भनेको पनि के हो सर्कल। यो भनेको के इनार हैन? अनि इनारको जुन यो मुख छ भने यो मुख उसको कस्तो बेसमा छ भने कस्तो सेपमा छ? सर्कलको सेपमा। त्यही एकचोटि दिमागमा यो कुरालाई लिएर आउनुहोस्। के लिएर आउनुहोस् भने सर्कलको इमेज सबभन्दा पहिला कस्तो हुन्छ? सर्कलको इमेज कस्तो हुन्छ भने यो फिगरले तीन देखाउन खोजेको छ कि विद्यार्थीहरूको दिमागमा सर्कल भनेको यस्तो हुन्छ भने गोलो हुन्छ। अब यसको डेफिनेसन सर्कलसँग के छ भने त्यो हामी चाहिँ अब अगाडि पढ्छौँ। सबभन्दा पहिला हामीले के गरौँ भने इमेज दिमागमा लिएर आउँ। अरू पनि इक्जाम्पलमा हेरौँ। जस्तै यो फेन छ, फेन भनेको कस्तो कस्तो कन्डिसनमा घुमिरहेको छ? सर्कल। यो सर्कल बनाइरहेको छ। यो फेन जुन घुमिरहेको छ भने यसले के बनाइरहेको छ भने सर्कल। सर्कलसँग रहेर हामीले विभिन्न वस्तुहरुमा विभिन्न टपिकहरुमा चाहिँ हामीले डिस्कस गर्नुपर्छ। जस्तै कि अब सर्कल के हो त? सर्कल के हो भने एउटा कर्व हो। सर्कल के हो त? एउटा कर्व हो। अब कर्व भनेको यो यस्तो हुन्छ भने लाइन भइहाल्यो, यस्तो भयो भने स्ट्रेट लाइन भइहाल्यो। तर यस्तो भयो भने यो यसलाई के भन्छ भने कर्व भन्छ। अब यही लाइन भनेको के भएको छ? यसरी घुमेर आएको छ, घुमेको छ। अनि जसलाई हामी के भनेछ भने सर्कललाई के भनेछ भन्दा कर्वको सेप भनेको छ। के भनेका छौं त? कर्वको सेप। अब चाहिँ अलिकति डेफिनेसन तिर जाउँ। A closed plane figure formed from the points which is equal distance from the fixed point is called the circle। यानी कि के हुन्छ भने जस्तै यही प्लेनलाई एक्जाम्पलमा लियौ। प्लेनलाई के छ भने एउटा त्यहाँ किलर वहाँ झुन्ड्याइएको छ र झुन्ड्याएर के गरेछ? त्यो इक्वल डिस्टेन्समा के भइरहेछ भने घुमिरहेछ। अनि घुमिरहेको छ भने त्यो घुम्नुलाई नै जुन शेप बनाएको छ, घुमेर जुन शेप बनाएको छ, अनि त्यसलाई हामी के भन्छौं त? सर्कल। जस्तै कि अब गाउँ घरमा पनि अलिकति कुरा गरौँ। हामी के गर्छौं? बाख्रालाई के गर्छ भने एउटा डोरीमा एउटा ढिला गाडेर अनि डोरी बाँधिदिन्छौँ, हो कि न? अब मानौ कि यहाँ डोरी यहाँ एउटा पोइन्ट माने यो एउटा डोरी हो, ठीक छ? यो डोरीलाई चाहिँ एकदमै स्ट्रेट राखेर यदि यो एउटा मान्छेले वा बाख्रा नि यदि घुम्यो भने कस्तो शेपमा घुम्छ भन्थ्यो? कस्तो शेपमा घुम्छ? सर्कल शेपमा घुम्छ। घुम्दैन? घुम्छ। यो यदि कम र बढी भएन भने उसले के बनाउँछ त? सर्कलको शेप बनाउँछ। कस्तो बनाउँछ? सर्कलको शेप। त्यो एउटै पोइन्ट के डिफिनेसनले भनेछ एउटा पोइन्टबाट इक्वल डिस्टेन्स यानी कि समान डिस्टेन्समा, यो सबै समान डिस्टेन्समा जब जुन एउटा आकृति बन्छ, कस्तो आकृति बन्छ त? क्लोज प्लेन यानी क्लोज आकृति बन्छ। त्यसलाई हामी के भन्छ भने सर्कल भन्छ। सर्कल। अब सर्कल भनिसकेपछि सर्कललाई जस्तै अब एउटा डोरी छ, मानौ एउटा हामीसँग 5 मिटरको डोरी छ वा 5 सेन्टिमिटरको डोरी छ। त्यो डोरीलाई हामी के गर्छौं? यो एउटा डोरी हो। यो डोरीलाई मैले के गर्दिए भने यस्तो बनाइदिए। अब यसलाई बनाएपछि यसको त लेन्थ हो, यसमा त लेन्थ आएन, यसमा लेन्थ आयो त? तर डोरीको साइज कति हो? 5 मिटर नि मान कति छ? 5 मिटर नि। तर यो सर्कल कति मिटरको बनेको हो? 5 मिटर नै बनेको हो कि बढी बनेको हो कि कम बनेको हो? 5 मिटर नै बनेको। कतिले बनेको हो? 5 मिटरले बनेको। यो 5 मिटरले बनेको छ भने यो जुन यही डोरीलाई हामीले यस्तो के बनाएको त? सर्कल शेप बनाएको। यो स्ट्रेट लाइनले यो डोरीलाई कस्तो शेपमा कन्भर्ट गरे त हामीले? सर्कलको। अनि सर्कलको शेपमा गरिसकेपछि त्यस कारणले यहाँ के भनिएको छ? द पेरिमिटर अफ द सर्कल इज कॉल्ड द सर्कमफेरेन्स। सर्कमफेरेन्सको पेरिमिटर यानी कि सर्कल बनाउनमा जति भनेको वस्तुको लेन्थ छ त्यति नै लेन्थलाई मेजर गर्दिनुलाई नि के भनेको छ त? सर्कमफेरेन्स भनिएको छ। त सर्कमफेरेन्स भनेको सर्कमफेरेन्स भन्नाले के बुझिन्छ? हेर्ने यही हो। यो भनेको के हो? सर्कमफेरेन्स। के हो यो? सर्कमफेरेन्स। यसलाई बुझ्ने के त? सर्कमफेरेन्स। अनि पेरिमिटर त हामीले थाहा छ, पेरिमिटर भन्नाले कुनै पनि वस्तुको ठीक छ टोटल लेन्थलाई रिप्रेजेन्ट गर्ने काम कसले गर्छ त? पेरिमिटरले।
कसले गर्छ? पेरिमिटरले गर्छ। यो भनेको हाम्रो के भयो त? पेरिमिटर। अब अर्को कुरा, अब सर्कलमा पेरिमिटर हुँदैन, पेरिमिटरलाई नै अर्को रूपमा सर्कल स्पेशल सर्कलको केसमा के सङ्केत गरिन्छ? सर्कमफेरेन्स। सर्कमफेरेन्स मिन दैट के हुन्छ? पेरिमिटर हो। पेरिमिटर भनेको के? त्यसको टोटल लेन्थ। त्यसमा टोटल लेन्थ कतिको लागेको छ भने यसले रिप्रेजेन्ट गर्छ। जस्तै पेरिमिटर अफ ट्रायंगल, पेरिमिटर अफ ट्रायंगल यो कति हो र भन त? 12 भयो कि भएन? अब यही 12 सेन्टिमिटर जे भयो भने यसैले 12 सेन्टिमिटर एउटा सर्कल बनाइदियो त भनेको यही भइहाल्छ के? सर्कमफेरेन्स। सर्कल बनाइसकेपछि के भइहाल्छ? सर्कमफेरेन्स। कति सेन्टिमिटरको? 12 कति मिटरको? 12 अब यहाँ डिफिनिसन अदर डिफिनिसन के छ भने यो डिफिनिसन अब गर्नुभन्दा अगाडि अलिकति म यहाँ हेराउँछु। केही कन्सेप्टहरु पहिला हेरौँ, त्यसपछि यहाँ है त्यही सर्कलसँग सम्बन्धित कुरा छ। अब अलिकति रेडियस को कुरा के कुरा छ भने अब यहाँ हेरौँ यसमा के भइरहेछ भने यसमा हाम्रो रेडियस र सर्कल एउटा बनाएको छ। यहाँ एउटा सर्कल मैले बनाएको छु। हेर्नुस् कति सेन्टिमिटरको सर्कल बनाएको छु म? 5 सेन्टिमिटरको यो सर्कल एउटा बन्यो। कति सेन्टिमिटरको? 5 सेन्टिमिटरको। रेडियस यसको यदि हामीले कम गर्दै भने सर्कल सानो कि ठुलो? सानो। अब सर्कलको रेडियस सानो कि ठुलो? सानो। अब कति सेन्टिमिटरको? कति सेन्टिमिटर? कति सेन्टिमिटर? लास्ट कतिको बनाएको छ? 5 सेन्टिमिटर। 5 सेन्टिमिटरको रेडियस यो हो। तो यानी कि यो 5 सेन्टिमिटर यसैले भनिएको छ भने हेर्नुस् रेडियस त्यहाँ लेखेको छ, रेडियस डिफिनिसन पनि लेखेको छ। त पहिला हामीले यो कुरा बुझौँ कि रेडियस हो के। अब हेरौँ यहाँ देखि यहाँसम्म कति हो? ल यो 5 सेन्टिमिटर कति छ? 5। अब म भन्छु कि यो यहाँ देखि यहाँसम्म पनि यो कति हुन्छ भने 5 सेन्टिमिटर हुन्छ। फेरि यहाँ देखि यहाँसम्म गर्नुहुन्छ भने कति सेन्टिमिटर हुन्छ? 5 नै हुन्छ। यहाँ देखि यहाँसम्म हुन्छ भने कति? 5 सेन्टिमिटर हुन्छ। साइकलको त्यो रिङ भनेको रिङ भन्छ? अँ। स्कोप त्यो पातलो के भन्छ? स्कोप। स्कोप भन्छ। त्यसलाई ध्यानमा एकचोटि दिमागमा लिएर आउँछ। त्यो भन्नु त रेडियस हो कि होइन? हो। साइकलको जुन रिङ छ अनि त्यसमा स्कोप जुन लागेको छ भने सबै स्कोपको साइज जुन हुन्छ फरक हो कि डिफरेन्ट हो? हेरा सेम हो। सेम। यहाँ साइकल से एकचोटि हेर पछाडि उता हेर्दै। साइकल छ हेर त सेम हुन्छ कि फरक हुन्छ? सेम हुन्छ। त्यो सेम हुनुलाई नै हामी के भनिएको छ भने त्यो रिङ जुन छ त्यो रिङ भनेको के भयो त? सर्कल सर्कल भयो। अनि त्यसमा जुन स्कोप लागेको छ त्यो स्कोप नि के भयो त? रेडियस भयो। यसको जस्तो भयो कि भएन? यो भनेको हाम्रो जति सेन्टिमिटर छ त्यति सेन्टिमिटर नै के हुन्छ? सबै पार्ट हुन्छ। रेडियस सबै कति सेन्टिमिटर हुन्छ? 5। यदि हेर्नुस् त कति सेन्टिमिटर छ? 5। अब म एउटा अर्को प्वाइन्ट लिएर म यहाँ देखाउँछु कि वास्तवमा त्यो पनि 5 आउँछ कि आउँदैन। ध्यान दिनु होला। एउटा अर्को प्वाइन्ट के बन्यो? ए ई बनेछ? ए यहाँ छ र यहाँ आई। अब यसको पनि लेन्थ इक्वलै आउनु पर्यो। वास्तवमा यो सर्कल हो भन्ने त्यसको पनि लेन्थ के आउनु पर्यो? इक्वल आउनु पर्यो। अब हेरौँ नापेर कि वास्तवमा इक्वल आउँछ कि आउँदैन त्यो चेक गर्नु पर्यो। हेरौँ त कति आयो विद्यार्थीहरू? 5 कति आयो? 5। मैले नापेको छैन। मैले नापेन।
म त्यहाँबाट आफ्नो काम गरेर त्यहाँ भनेको अलरेडी देखाइदिए नापेर त यहाँ देखाउनु पर्दा अब यहाँ आएर नापेर तिमीहरू कति सेन्टिमिटर हो कि हैन हो उसले भनेको यो जेब्रा जुन यो एउटा एक्स हो यो एक्सले हामीले एकदमै कन्सेप्टलाई क्लियर बनाइदिन्छ विद्यार्थीले यदि पढ्न चाहे भने एकदमै कन्सेप्टलाई राम्रो बनाइदिन्छ यसले मैले के भन्न खोजेको यहाँबाट जति पनि लाइन जब हामी यसरी खिच्छौं नि सबै लाइन के हो रेडियस हो के हो रेडियस हो र रेडियस आपसमा के हुन्छ इक्वल आपसमा रेडियस के हुन्छ इक्वल हुन्छ जस्तै कि यहाँबाट a र b मा कति सेन्टिमिटर को रेडियस हो 5 सेन्टिमिटर को अनि यहाँबाट a र i मा कति सेन्टिमिटर को रेडियस हो 5 यो रेडियस को कन्सेप्ट मैले बुझाउन कोसिस गरिरहेको छौं कि विद्यार्थीहरु बुझ्नुस् कि रेडियस भनेको के हो त सबै इक्वल लेन्थ हो इक्वल लाइन हो ठीक छ अब यो रेडियस को कुरा भयो कसको कुरा भयो रेडियस को कुरा भयो यो सर्कलमा घुमिरहेछ भने यो रेडियस भनेको किन इक्वल पार्टमा घुमिरहेछ किनभने यो रेडियस हो के हो त रेडियस हो समान डिस्टेन्समा घुमिरहेछ कस्तो डिस्टेन्समा समान डिस्टेन्समा यो घुमिरहेको छ अब यसलाई म यहाँ अहिले राख्छु अब अलिकति यता अब यहाँ रेडियसको डिफिनिसन पढाउँदा के भनेको छ यहाँ it is the distance between 2 point center and circumference point के थियो सेन्टर र सर्कमफरेन्स थियो थिएन थियो यो सेन्टर र यो सर्कमफरेन्स यहाँ र यहाँको डिस्टेन्स के हो इक्वल थियो थिएन थियो इक्वल थियो थिएन इक्वल थियो रेडियसलाई केले संकेत गर्ने केले रेडियस पर अब यहाँ पढाउँदै यहाँ के लेखेको छ यो सर्कल हो ध्यान दिनु होला यो के हो सर्कल सर्कल हो कुनै पनि लाइन यो भनेको के हो सेन्टर हो के हो यो सेन्टर हो र कुनै पनि लाइन चाहे लाइन यसरी खिचौं चाहे लाइन यसरी खिचौं चाहे लाइन यसरी खिचौं चाहे लाइन यसरी खिचौं यो सबै लाइन कुन पोइन्टबाट गइरहेको छ सेन्टर कुन पोइन्टबाट गइरहेको छ सेन्टरबाट गइरहेको छ कहाँबाट गइरहेको छ सेन्टरबाट गइरहेको छ यो सेन्टरबाट गइरहेको छ भने यो सबै लाइन के हो डायमिटर के हो त डायमिटर त्यही यहाँ लेखेको छ the line segment which is passing through the point of center of the circle is called the diameter circle को center बाट जुन लाइन टच गरेर जान्छ त्यसलाई हामी के भन्छ डायमिटर के भन्छ डायमिटर र कारण यही हो यहाँ ध्यान दिनु होला यो रेडियस भयो यो पनि के हो रेडियस यो r यो पनि के हो r नै हो र यो r लाई जोड दिएपछि डायमिटर बन्छ एबी के भइहाल्यो डायमिटर अनि यो r र यो r जोडेपछि कति r भइहाल्यो 2r त्यसकारण यहाँ एउटा फर्मुला पनि बन्छ कि d 2r के बनिहाल्छ d 2r किन यो भनेको के हो रेडियस यो भनेको के हो रेडियस दुईटा रेडियस मिलेर के बन्छ डायमिटर दुईटा रेडियस मिलेर के बन्छ डायमिटर फिगर हेर्नु होला यहाँ के बन्छ 2r अनि a र b के हो डायमिटर a र b के हो डायमिटर किन डायमिटर हो किनभने सर्कलबाट खिचिएको लाइन which is passing through the center of the circle के भएको छ यो लाइन के भएको छ सर्कलको सेन्टरबाट गयो पास भइरहेको छ सर्कलको सेन्टरबाट पास भएको छ त्यस कारणले यसलाई के भनिएको छ डायमिटर अब यसलाई बनाउँदा के डायमिटर यसलाई भन्ने त हामीले र भनौं त यसलाई भन्न मिल्छ मिल्दैन यो डायमिटर होइन यो डायमिटर होइन यो डायमिटर होइन किनभने यो लाइनहरु सेन्टरबाट पास गरिरहेको छैन त्यसकारणले यो के हो त डायमिटर होइन अब हेरौं the part of the circumference of the circle and arc it is denoted by the symbol अब हेरौं कुनै पनि यो एउटा आर्क हो सर्कल को यो आर्क हो जस्तै कि यहाँ छ ध्यान दिनु होला यो a र b छ त a b लाई
आर्क भने यसरी लेखिन्छ हेरौँ यसरी लेखिन्छ यही सिम्बल मैले यहाँ युज गरेको छु यसरी लेख्नुलाई नै के भन्छ आर्क के भन्छ के भन्छ त आर्क के भनेछ द पार्ट अफ सर्कम्फरेन्स कसको पार्ट हो सर्कम्फरेन्स भनेको के हो यो कुरा दिमागमा आउनु पर्यो शब्दलाई बुझ्नु प्रयास गर्नु होला फिगर पनि दिमागमा लिएर आउनु होला यो फिगर देखाउनुको कारण त्यही हो यो भनेको के हो सर्कम्फरेन्स के हो यो सर्कम्फरेन्स सर्कम्फरेन्स को एउटा पार्टलाई काटे यहाँबाट यहाँ यसरी काट्दिए यो भनेको के भन्यो त आर्क आर्क के भन्यो आर्क के भन्यो आर्क बन्यो र यसलाई के भनिन्छ भने सेक्टर यसलाई के भन्छ सेक्टर यो भनेको के हो सेक्टर फेरि म यो रिकल गर्छु अहिले यहाँ डेफिनिसनमा छु अब यहाँ के भनेको छ कॉर्ड कॉर्ड के भनेको छ कॉर्ड कॉर्ड त कॉर्ड कसलाई भन्छन् जुन चाहिँ लाइन सेन्टरलाई टच गर्दैन जुन लाइन सेन्टरलाई टच गर्दैन त यो के भइहाल्छ कॉर्ड भयो के भइहाल्छ कॉर्ड जस्तै यहाँबाट यसलाई यसरी टच गरौँ यो के हो कॉर्ड के हो यो कॉर्ड हेर्नुस् अनि कॉर्ड CHORD कॉर्ड यसलाई के भनिन्छ कॉर्ड यहाँ के लेखेको छ द लाइन सेगमेन्ट अफ द टु पोइन्ट अन द सर्कम्फरेन्स सर्कम्फरेन्स भनेको यो एउटा सर्कम्फरेन्स पोइन्ट हो यो एउटा सर्कम्फरेन्स पोइन्ट हो र सर्कम्फरेन्स पोइन्टको दुईटा पोइन्टबाट काटेर जुन पार्ट आउँछ त्यो पार्टलाई हामी के भन्छ भने कॉर्ड भन्छ जस्तै कि यो भनेको के भइहाल्यो कॉर्ड कसलाई काटेको छ कसलाई काटेको छ सर्कम्फरेन्स को दुईटा पोइन्टमा काटेको जुन पार्ट हुन्छ जस्तै यो के हो भाग यसको पार्टलाई यसलाई के भनिएको छ यसलाई कॉर्ड भनिएको के भनेको छ कॉर्ड के भनेको छ कॉर्ड कॉर्ड भनिएको छ अब अगाडि हेरौँ अब के आएको छ यहाँ के आएको छ सेमी सर्कल सर्कल को हाफ भागलाई के भनिन्छ सेमी सर्कल सर्कल को हाफ भागलाई के भनिन्छ सेमी सर्कल भनिन्छ सेमी सर्कल डेफिनिसन पढाउँदा के लेखेको छु The diameter divides a circle into two halves and each half is called semicircle. The diameter divides a circle एउटा डायमिटर हो जसले के गरेछ Divides. सर्कललाई कस्तो पार्टमा इन्टु टु हाल्फ and each half is called the semicircle जस्तै सेमिसर्कल बुझ्नका लागि मोस्ट इम्पोर्टेन्ट एक नम्बरको क्वेशन पनि सोध्न सक्छ यहाँबाट यसरी भयो डिभाइड गरिदियो डायमिटर यो डायमिटर हो कि होइन एउटा यो भनेको के भयो सेमिसर्कल भयो एउटा यो पार्ट भयो एउटा यो पार्ट भयो कसले डिभाइड गर्यो डायमिटर कसले डिभाइड गर्यो डायमिटरले डायमिटर कुन डायमिटर छ AB अब यहाँ अब यसलाई यसरी मेट्दिनुस् यो के भइहाल्यो सिंगल डायमिटर सेमी सर्कल के भइहाल्यो सेमी सर्कल सेमी सर्कल जहिले पनि कति डिग्रीको हुन्छ भने 90 डिग्रीको हुन्छ सेमी सर्कल जहिले पनि कति डिग्रीको हुन्छ 90 डिग्रीको यसलाई हेराउँछु कि 90 डिग्री हुन्छ कि हुँदैन त्यो पछिको कुरा छ म हेराउँछु तर अहिले याद राख्नु सेमी सर्कल कब बन्छ कुनै पनि सर्कललाई जब डायमिटरले इक्वल पार्टमा डिवाइड गर्दैछ वा डायमिटर त इक्वलै पार्टमा डिवाइड गर्छ त्यो सर्कल जब दुईटा पार्टमा डिवाइड हुन्छ त्यो इच पार्ट इज कॉल्ड द सेमी सर्कल इच पार्ट दुईटा पार्ट डिवाइड भयो त दुईटै पार्ट के हो सेमी सर्कल दुईटै पार्ट के हो सेमी सर्कल जस्तै यहाँबाट मैले काटेको छु नि त यहाँ हेरौँ त यो काटे नि त मैले यहाँबाट यो काटिसकेपछि यो पार्ट के भयो सेमी सर्कल नै भयो कसले छुट्याउने काम गरेको डायमिटरले कसले डायमिटरले के गरे सर्कललाई कति पार्टमा डिवाइड गर्यो 2 यो दुईटा पार्टलाई के भन्छौ सेमी सर्कल सेमी सर्कल सर्कल ल आज यति राखौं